Oh my god, guys, it's happening! The actual thing is happening. Although I couldn't be there, that is the only saddest thing about this whole engagement. तर पनि म तिमीहरुको लागि एकदमै धेरै खुसी छु. I'm really excited. मलाई भिडियो कल गर, मलाई every photo, every भिडियोहरु पठाऊ, म यहीँबाट भने पनि सबै कुराहरु हेर्छु. And you guys know how much I want happiness, love, wealth, and good health for you guys. एकदमै खुसी छु दियाको लागि plus अभिको लागि. And Dia is more like a sister to me than a friend. सानैदेखि हैन, since I can remember, म सँगै दिया सँगै सधैँ पढ्ने टाइममा खेल्ने टाइममा हैन जे कुरामा पनि हामी सँगै हुन्थ्यौं. And I know what kind of a guy she deserves. अनि त्यही कुरा ठ्याक्क मैले अभिमा देख्दा चाहिँ I'm very happy that my friend, my best friend is with someone who is genuine for her. अनि तिमीहरु दुईजनालाई चाहिँ म के भन्छु भन्दाखेरि प्लिज be with each other in your thick and thin. मैले कति कुराहरु तिमीहरुको रिलेसनशिपबाट पनि सिके हैन. I got a very good example of you guys मायाको कुराहरुमा पनि togetherness, support भनेको के हुँदो रहेछ भन्ने कुराहरु मैले देखे. त्यो पनि एउटा मेरो लागि गुड लेसन हो तिमीहरुको रिलेसनशिप पनि. अनि तिमीहरुलाई थाहा नै छ I will always wish the best, good health and good wealth for you guys. कति कुराहरु छ but I don't think I can include all of those things in this video. And मलाई यस्तो कुराहरु भन्न अलिकति लाज पनि लाग्छ हैन. त्यही नै हो guys, and have a very blast engagement. तिमीहरुको लागि त म oh my god. Cheers. मेरो आशीर्वाद सधैं तिमीसँग छ मेरी प्यारी छोरी. तिम्रो जीवनको यो नयाँ यात्रा सधैं प्रेम, खुशी, हाँसोले भरिपूर्ण रहोस्. तिमीले आजबाट जीवनको नयाँ अध्याय सुरु गरेकी छौ. मलाई विश्वास छ छोरी, तिमीले रोजेको जीवन साथीले तिमीलाई रानी बनाएर राख्नेछन्. तिमीहरू दुवैमा मेरो माया तथा शुभकामना. I miss you छोरी.